सबैमा नमस्ते। यहाँहरूलाई स्वागत छ। आर्यन रिसर्च हबबाट चाहिँ तपाईँले चाहिँ के हेल्प पाउँदै हुनुहुन्छ भन्ने कुरा चाहिँ क्लियर हुनु होला। तपाईँलाई चाहिँ प्रपोजल र रिपोर्ट राइटिङमा चाहिँ दुईटामा चाहिँ एउटा त फर्मेट त लेख्न आउँछ। त्यो कारणले गर्दा आज म तपाईँलाई एउटा डाइरेक्सन दिन गइरहेको छु जुन 15मा 15 ल्याउनु पर्ने हुन्छ। नो एक्सक्युज। तपाईँले त्यो कारणले गर्दाखेरि तपाईँलाई मैले राम्रो किसिमले तपाईँलाई एक्सप्लेनेसन गरिदिन्छु। तपाईँलाई म पिडिएफ पनि दिन्छु। त्यो किसिमले गर्दाखेरि तपाईँले कसरी चाहिँ तपाईँले 15मा 15 ल्याउने भनेर चाहिँ मैले तपाईँलाई भिडियो बनाउन गइरहेको छु। यो स्योर सर्ट क्वेसन हो, ध्यान दिएर सुन्नु होला। अहिलेसम्म कुनै वर्षमा चुकेको क्वेसन छैन। त्यो कारणले गर्दा ध्यान दिएर सुन्नु होला र विचार गर्नु होला है। र अब सुरु गर्न गइरहेको छु, ध्यान दिनु होला। यो प्रपोजल हो पार्ट 1 है। प्रपोजल, यो जुन प्रपोजल हुन्छ तपाईँको के छ भने यो प्रपोजलको यो कुरा चाहिँ इन्क्लुड नगर्नु होला है। फेरि यो जस्ट मैले तपाईँलाई चाहिँ सुरुमा भन्न गइरहेको छु। यो सुरुको पेज यसरी याद गर्नु होला। यहाँ टपिक हुन्छ सुरुमा है। तपाईँले यत्तिकै सिधै यत्तिकै मात्रै लेख्दा पनि केही फरक पर्दैन के है। यहाँ टपिक हुन्छ, अनि त्यसपछि यो भइहाल्यो। त्यसपछि यहाँ तपाईँको यो नेम हुन्छ, रजिस्ट्रेसन नम्बर, कलेजको नेम, अनि त्यसपछि तपाईँको आफ्नो गुई आफ्नै लेख्दा पनि केही फरक पर्दैन इक्जामको बेलामा है। अनि त्यसपछि यो कलेजको लोकेसन, अनि कहिले तपाईँले रिपोर्ट या प्रपोजल तपाईँले सबमिट गर्दै हुनुहुन्छ त्यो भयो है। यो चाहिँ फर्स्ट पेजको तपाईँले यो यादै गर्नु पर्यो, अरू कुरा केही गर्नु परेन है। अब हामी ब्याकग्राउन्ड अफ द स्टडीमा है। यसमा के छ भने तपाईँको कम्पनी अनुसारमा तपाईँको टपिक अनुसार नै तपाईँले जस्तो प्रोफिटेबिलिटी अफ द कुनै ब्याङ्क भयो है। तपाईँले प्रफिट भनेको के हो है। प्रफिटमा ठुल्ठुलो अथरहरूले कसरी एक्सप्लेनेसन गरेको छन्, साइटेसन भन्छ। जस्तो मैले मेरो जस्तो साधारण भएमा प्रफिट भनेको के हो भन्दा कुनै सामान बेचेर जति पनि खर्चहरू कटाएर जति पैसा बाँकी रहन्छ त्यही नै हो नि प्रफिट सामान्यतयामा। तर के हुन्छ भने चाहिँ तपाईँले रिपोर्टमा मेरो डेफिनेसन त्यो युज गर्नुभयो भने त्यसको लागि चाहिँ तपाईँले के गर्नुपर्छ, मलाई क्रेडिट दिनुपर्छ। क्रेडिट दिनु मतलब के हो भने चाहिँ जस्तो मेरो नाम सञ्जीव पोखरेल भने चाहिँ पोखरेल 2026 हो। यसरी चाहिँ तपाईँले चाहिँ इन्क्लुड गर्नुपर्ने हुन्छ। कि यसको मतलब के हो भने 2026मा चाहिँ मैले बुक या जर्नल पब्लिस गरेकोमा चाहिँ प्रोफिटेबिलिटी भनेको के हो भने सबै जति पनि आम्दानी हुन्छ त्यसमा खर्च कटाएर जति पैसा बाँकी रहन्छ त्यही नै नेट प्रफिट हो या प्रोफिटेबिलिटी हो, प्रफिट हो, जे होस् हो त्यो नै हो भनेर मैले यो सपोज यो एक्सप्लेनेसन यहाँ गरेँ भने चाहिँ यो यसको क्रेडिट चाहिँ मलाई गयो के, किन भन्दा मेरो नाम र थर इन्क्लुड आयो नि त। तपाईँको यसमा चाहिँ तपाईँको चाहिँ जहिले पनि सरनेम र डेट मेन्सन हुन्छ है। र यो कुरामा तपाईँले एकदम ध्यान दिनु होला। र यो कुरा यो तपाईँले मजाले याद गरेर हुन्छ कि कसरी हुन्छ तपाईँले ध्यान दिएर गर्नु होला। यसमा भनेको टपिकको इन्ट्रोडक्सन, टपिकको के हो, ब्याकग्राउन्ड के हो, पहिलाको अब तपाईँको 2-4 वर्ष अगाडि 5-7 वर्ष अगाडि होइन जस्तो प्रफिट भनेको कस्तो आधारमा लिइन्थ्यो, मान्छेले कसरी सोच्थे, कस्तो कस्तो कारोबार हुन्थ्यो त्यो आधार भयो। त्यसपछि अब तपाईँको मेन टपिक प्रोफिटेबिलिटी अफ द एनआइसिआइसी या नोबेल ब्याङ्क छ भने नोबेल ब्याङ्कको प्रोफिटेबिलिटी कस्तो आधारमा छ, के कसो भइरहेको 5 वर्षको त्यो छ। लास्टमा चाहिँ तपाईँले लास्ट प्याराग्राफमा यो तपाईँको यो टपिकमा चाहिँ तपाईँले यो टपिकमा किन यो रिपोर्ट या प्रपोजल गराउँदै जाँदै हुनुहुन्छ भनेर चाहिँ तपाईँले लेख्नु पर्यो है। अनि साइटेसन पनि इन्क्लुड गर्नुपर्ने हुन्छ। साइटेसन के हो भने चाहिँ कतिबाट तपाईँले डेफिनेसन केही कुरा ल्याउनु भयो भने त्यो कुराको तपाईँले त्यो मान्छेको चाहिँ सरनेम र डेट चाहिँ इन्क्लुड गर्नु पर्यो है। र यो कुरा आइसकेपछि अब हामी जाऊँ प्रोफाइल अफ द अर्गनाइजेसनमा। यो कोही प्रपोजलमा इन्क्लुड हुन्छ, कोहीमा हुँदैन, त्यस्तो केही नेसेसरी पनि छैन। तर रिपोर्टमा चाहिँ अनिवार्य हुन्छ। तर त्यो कारणले गर्दा तपाईँले प्रपोजल पनि इन्क्लुड गर्नुभयो भने राम्रै हुन्छ। मैले चाहिँ अहिले फाइनेन्सको लागि मात्रै गरिदिएको छु, किन भन्दा फाइनेन्स र मार्केटिङ एकाउन्ट जसले पनि यही फर्मेटमा लेख्दा केही फरक पर्दैन है। त्यो कारणले गर्दा के गर्नु पर्यो भने प्रोफाइल अफ द अर्गनाइजेसन भनेर हामीले हेडिङ लेखिसकेपछि फर फाइनेन्सको लागि के हुन्छ भने कुनै ब्याङ्कको तपाईँ नोबेल ब्याङ्कको गर्नुभएको छ है। नोबेल ब्याङ्कको गर्नुभएको हामी नोबेल ब्याङ्क कहिले इस्टाब्लिस भएको, कुन क्लास हो, एबिसी कुन हो, हेड क्वार्टर कहाँ छ, पेड अफ क्यापिटल कहाँ छ, ब्रान्चेस कति छ है। अनि त्यसपछि त्यसको डिटेल्स के एभ्रिथिङ, त्यसको भित्री कुराहरू जति पनि कम्पनीकै बारेमा तिनी कुराहरू चाहिँ तपाईँले लेख्नु पर्यो यसमा है। अब आइयो हामी थर्डमा स्टेटमेन्ट अफ प्रब्लम्समा।
यो के हो भन्दाखेरि तपाईँले रिपोर्ट गराउँदै जाँदै हुनुहुन्छ, रिपोर्ट गराउँदाखेरिमा या प्रपोजलको रिपोर्टमा या प्रपोजलमा है दुइटैमा सेमै युज हुने, त्यो कारणले गर्दा केही फरक पर्दैन है मैले भन्दा। अनि त्यो कारणले गर्दा तपाईँले यो रिपोर्टमा चाहिँ बनाउँदै जाँदाखेरिमा के समस्या देखेर चाहिँ तपाईँले रिपोर्ट बनाउँदै हुनुहुन्छ। फर इक्जाम्पल फाइनेन्सको लागि के हुन्छ भने प्रोफिटेबिलिटी अफ दि या प्रोफिटेबिलिटी एनालाइसिस अफ नोबेल ब्याङ्क छ भनेर चाहिँ व्हाट विल बी द स्ट्याटस अफ प्रोफिटेबिलिटी एनालाइसिस अफ नोबेल ब्याङ्क भनेर लेख्न मिल्यो, तर प्रपोजल जहिले पनि फ्युचर टेन्समा हुन्छ, यो पछि गएर बनाउने कुरा हो नि त। त्यो कारणले गर्दा जहिले पनि प्रपोजल फ्युचर टेन्समा हुन्छ। त्यो कुराले गर्दा यहाँ तपाईँले टपिक ड्याङ्ग राख्दै भयो, यति मात्र लेख्दा पनि केही फरक पर्दैन। तपाईँलाई म जति देख्यो त्यति लेख्नु होला। त्योभन्दा तपाईँलाई जस्ट मैले बुझाउनको लागि चाहिँ तपाईँले यसरी गरिरहेको छु र तपाईँलाई भाइभामा पनि यसले लास्टै हेल्प गर्छ। त्यो कारणले गर्दा तपाईँको भाइभामा 45+ सियोर आउँछ यदि मैले भनेको अनुसार गर्नुभयो भने, र यतापट्टि 15मा 15 सियोर। त्यसपछि अब यो 5 वर्षको रेसियो जस्तो प्रोफिटेबिलिटी एनालाइसिस अफ नोबेल ब्याङ्कको छ भने पार चाहिँ 3-4वटा फाइनेन्सियल टुल्सहरू हामीले युज गर्नुपर्ने हुन्छ। त्यो भनेको कस्तो भने पार चाहिँ नेट प्रफिट, आरओए, आरओई, इन्ट्रेस्ट इन्कम या तपाईँको अनि तपाईँको नेट प्रफिट मार्जिन है, यिनी कुराहरू चाहिँ हामीले 5 वर्षको चाहिँ डेटाहरू चाहिँ तपाईँको इन्क्लुड गर्नुपर्ने हुन्छ है। त्यो कारणले गर्दाखेरि अब हामीले के गर्ने त, अब यो त भयो, यति दुईवटा भएपछि इनफ हो। ब्याचलर बिबिएस 4th इयरमा यो दुईवटा भइसकेपछि केही अरू गर्नै पर्दैन। यो मार्केटिङको लागि चाहिँ मैले गर्दिनँ, किन भन्दा तपाईँ झन् कन्फ्युज हुनुहुन्छ। त्यही भएर तपाईँले मैले जति देख्यो त्यति मात्रै गुई लेख्नु। अनि अब यसलाई के छ भने पार चाहिँ यो जति पनि यहाँ तपाईँले विल लाएर गर्नुभयो, यसलाई सिम्पल्ली तपाईँले चाहिँ के गर्नु पर्यो भने विलभन्दा अगाडिपट्टि टु एनालाइज या तपाईँको त्यो इक्जामिन टु एसेस जे हुन्छ तपाईँले ड्याङ्ग लाएर यसलाई चाहिँ यहाँ लेख्नु पर्यो। यहाँ भेरिएबल्सको आधारमा पनि हुन्छ। त्यो भेरिएबल्स पछि भन्छु, तपाईँलाई पछि आउँदै गर्छ। भेरिएबल्स भनेको प्रोफिटेबिलिटी अफ दि नोबेल ब्याङ्कको चाहिँ डिपेन्डेन्ट र इन्डिपेन्डेन्ट भेरिएबल्सको आधारमा चाहिँ तपाईँले हामीले बल्ल लेख्नुपर्ने हुन्छ। त्यसका लागि तपाईँ के छ भने यो त्योभन्दा धेरै पनि नजाने, तपाईँलाई धेरै पनि पर्दैन। त्यसमा गयो भने फेरि अझै कम्प्लेक्स छ के, तपाईँलाई गाह्रो हुन्छ। त्यो कारणले गर्दा के गर्नु भने यसलाई चाहिँ यहाँ चाहिँ तपाईँको के गर्नु भने पार चाहिँ जस्तो फर इक्जाम्पल लागि यहाँ मैले कपी गरेँ छिटोको लागि, यहाँ नत्र भने भिडियो धेरै लामो हुन्छ। वाट टु एनालाइज द स्ट्याटस अफ टपिक ड्याङ्ग आयो। अनि टु मेजर द स्ट्याटस अफ फाइनेन्सियलको 5 वर्षको डेटाका आधारमा तपाईँको टु मेजर द रेसियोज लाइक आरओई, नेट प्रफिट मार्जिन, अनि त्यसपछि तपाईँको इन्ट्रेस्ट इन्कम है, यो जति पनि कुराहरू आयो। अनि अफ दि कम्पनी जुन हो नोबेल ब्याङ्कको भनेपछि चाहिँ नोबेल ब्याङ्क आयो है। अरू कुरा केही नहेर्नु होला। ल यो भयो। अब सिग्निफिकेन्स भनेको के हो त है, सिग्निफिकेन्स ऱ्यासनल ओर इम्पोर्टेन्ट भनेको एउटै हो है। अब यो हामीलाई रिपोर्ट बनाएर कसलाई के फाइदा हुन्छ त, हामीले रिपोर्ट बनाउँदा के फाइदा हुन्छ त भन्दाखेरिमा एउटा डिसिजन मेकरलाई चाहिँ त्यो रिपोर्ट हेर्ने बित्तिकै ठ्याक्क के भयो कम्पनीमा तलमाथि के छ, ग्रोथमा छ कि डिक्लाइनमा छ कि के छ ठ्याक्कै थाहा हुन्छ नि। अनि तपाईँको डिसिजन मेकिङ गर्न पनि सजिलो भयो, पोलिसी बनाउन पनि सजिलो भयो होइन, म्यानेजमेन्टको टिमलाई हेर्न पनि सजिलो भयो, के कसो काम भइरहेको भएन, प्रोडक्सन पनि हेर्न मिल्यो। इन्टायर यो रिपोर्ट बनाइसकेपछि हामीलाई के कुरामा हेल्प हुन्छ, किन आवश्यक छ यो रिपोर्ट बनाउन भन्ने कुराहरूको चाहिँ यसमा एक्सप्लेनेसन गर्नुपर्ने हुन्छ है। यो तपाईँले केही गर्नु पर्दैन, यो यति 2-3टा कुराहरू तपाईँले चाहिँ यति कुरा पनि तपाईँले लेखिदिनु भयो भने इक्जाममा इनफ हुन्छ है। यो कुरा अब तपाईँ लेख्न सक्नुहुन्छ भने ठिक छ है, 4वटा पोइन्ट लेख्न सक्नुहुन्न भने यसमा चाहिँ तपाईँले के भन्नुहुन्छ भने रिपोर्ट चाहिँ डिसिजन मेकर रिपोर्ट चाहिँ हामीलाई किन इम्पोर्टेन्ट छ भन्दा डिसिजन मेकिङ या कम्पनीको ग्रोथ रेट या डिसिजन मेकिङ यताउति गर्नको लागि चाहिँ हेल्प गर्छ भनेर चाहिँ त्यसको लागि सर्ट फर्म तरिकाले लेख्नुपर्ने छ। हामीलाई एक सेन्टेन्समा क्लियर गर्नुपर्ने छ। मैले तपाईँलाई भने नि यो बनाइसकेपछि हामीलाई के हुन्छ, रिपोर्ट बनाइसकेपछि डिसिजन मेकिङ गर्न पनि सजिलो हुन्छ, अनि तपाईँको रुल्स एन्ड रेगुलेसन बनाउन सजिलो हुन्छ, ग्रोथ रेटमा छौँ कि छैनौँ त्यो पनि आइडेन्टिफाई गर्न हेल्प हुन्छ। यो कुराहरू है,
यो कुराले गर्दाखेरि तपाईँको चाहिँ फ्युचरमा चाहिँ हाम्रो अब राम्रो हुनेवाला छ कि नराम्रो हुनेवाला छ कि हामीले फ्युचरमा चाहिँ अझै बेटर के गर्न सक्छौँ, जुन किसिमको अहिले हामी जुन पोजिसनमा छौँ त्योभन्दा बेटर कसरी गर्न सक्छौँ, यो सब कुरा चाहिँ केले थाहा दिन्छ भन्दा यसले थाहा दिन्छ। त्यो कारणले गर्दाखेरि तपाईँले के गर्नु पर्यो भने चाहिँ यो वेमा चाहिँ तपाईँले हेर्नु पर्यो है। र अर्को कुरा के छ भने रिभ्यू अफ लिट्रेचर। रिभ्यू अफ लिट्रेचरमा के छ भने चाहिँ तपाईँले के गर्नु भने ठुल्ठुलो अथरहरूले जुन अगाडि च्याप्टर 1मा आएको थियो नि त्यो साइटेसन भन्दा हो त्यहाँ चाहिँ 2-4वटा मात्रै इन्क्लुड गरे हुन्छ। यहाँ चाहिँ तपाईँको के छैन 10-12वटा चाहिन्छ। ठुल्ठुलो अथरले प्रोफिटेबिलिटी अफ द एनआइसी एसिया भनेको कुरा चाहिँ या नोबेल ब्याङ्क भनेको कुरा चाहिँ 10-12वटा अथरले चाहिँ एक्सप्लेनेसन गरेको चाहिँ अनिवार्य रूपमा चाहिन्छ है। यो सक्यो। अनि त्यसपछि के छ भने डिस्क्रिप्टिभमा यो तपाईँको रिसर्च डिजाइन चाहिँ हाम्रो के छ कि यो हो भने चाहिँ हामीले अरू केही युज गर्दैनौँ। BS 4मा हामीले केही पनि युज गर्दैनौँ। हामीले भनेको डिस्क्रिप्टिभ रिसर्च डिजाइन मात्रै युज गर्छौँ है। यहाँ ऊ भयो रहेछ, यहाँ इज भयो रहेछ विल बी है। त्यसपछि तपाईँले ठ्याक्क यो कुरा लेखिदिन सक्नुहुन्छ भने बेस्ट, नत्र भने डिस्क्रिप्टिभ रिसर्च डिजाइन विल बी युज्ड भनेर यति लेखिदियो पनि फरक परेन। र स्याम्पल एन्ड पपुलेसनमा यसमा के छ भने चाहिँ टोटल स्याम्पल भनेको टोटल नम्बर कति छन्। ब्याङ्कमा 20वटा छन् कमर्सियल ब्याङ्क या डेभलपमेन्ट ब्याङ्क छन् भने 17वटा छन्। किनभने 17वटामा अझै एउटा डुबिसक्यो, त्यो कारणले गर्दा 16वटा छन् है। कर्णाली डेभलपमेन्ट ब्याङ्क चाहिँ डुबिसक्यो, त्यो कारणले गर्दा 16वटा छन्। र अर्को लाइफ इन्सुरेन्स 14वटा छन् भने चाहिँ तिनी टोटल यहाँ आउँछ। जुन त्यसमध्ये तपाईँले एउटा मात्रै गर्नुहुन्छ भने चाहिँ त्यो जस्तो त्यसमध्येमा तपाईँले एउटा कुनै पर्टिकुलर एउटा एरियाको चाहिँ एउटा कम्पनी लिनुहुन्छ भने त्यो यहाँ पर्यो। जस्तो 20वटा कमर्सियल ब्याङ्क छन् भने चाहिँ तपाईँले यहाँ चाहिँ जुन टपिक आधारमा तपाईँले नोबेल ब्याङ्क एनआइसी एसिया लिनुभएको थियो भने यहाँ नोबेल ब्याङ्क भनेर चाहिँ आउने भयो है। ल अनि स्याम्पल चाहिँ तपाईँको मार्केटिङको लागि यहाँ तपाईँको चाहिँ यहाँ है यो भयो। मार्केटिङको लागि चाहिँ जस्तो 100जना मान्छेसँग तपाईँ सर्वे गर्नुभयो, त्यसबाट चाहिँ लगभग त्यसबाट चाहिँ 60 या 70 जनाको चाहिँ डाटा लिएर चाहिँ तपाईँले रिपोर्ट बनाउनु भयो है। टोटल नम्बर यसमा पर्यो, जसमा तपाईँले त्यसबाट चाहिँ कतिजनाको रिपोर्ट लिएर तपाईँले चाहिँ डाटा लिएर रिपोर्ट गर्नुहुन्छ त्यो यसमा पर्यो है। अनि त्यसपछि यसमा चाहिँ खासै यो तपाईँलाई पर्दैन, यो मास्टरमा युज हुने हो। अनि अर्को भनेको फाइनेन्सियल टुल्स। अब तपाईँको फाइनेन्सियल टुल्समा चाहिँ जुन तपाईँले यहाँ लेख्नुभएको नि अब्जेक्टिभ्समा यहाँ तपाईँको यहाँ यो हटाइदिउँ, तपाईँ कन्फ्युजन हुन्छ। अनि यो आरओई यहाँ जति पनि कुराहरू तपाईँले लेख्नु भएको छ यहाँ 4-5वटा हो, यो 4-5वटा चाहिँ यहाँ पर्ने भयो। यहाँ एउटा यो भयो है, अनि त्यसपछि एउटा यो भयो, अनि त्यसपछि यो भयो, अनि एउटा यो भयो। यो दुईटा हटाइदिउँ। अब यसको डेफिनेसन अनि यसको त्यसपछि फर्मुला चाहिँ इन्सर्ट गर्नुपर्ने हुन्छ। यति मात्र लेख्दै हुन्छ तपाईँलाई इक्जाममा है, केही उता जानु पर्दैन। र त्यसपछि यो डाटा कलेक्सन प्रोसिड्युर हामी चाहिँ केबाट कसरी गर्छौँ भन्दा चाहिँ हामी चाहिँ फाइनेन्स वान पर सेकेन्डरी डेटाबाट युज गर्छौँ है। सेकेन्डरी डाटा वेबसाइट कम्पनीको वेबसाइटबाट गर्छौँ। इफ मार्केटिङको भने चाहिँ हामीले प्राइमेरी डाटा चाहिँ कलेक्सन जस्तो सर्वे गरेर क्वेसनहरू बनाएर चाहिँ 1 by 1 उहाँहरूलाई दिन्छौँ भने चाहिँ त्यो त्यसरी पर्यो है। लिमिटेसन भनेको कस्तो भने लिमिटेसनमा कस्तो हुन्छ भने तपाईँले एउटा सीमित मात्रामा कति के छ त तपाईँले के छ भने जस्तो फर इक्जाम्पल यहाँ मैले लेखिदिएको छु, तपाईँले चाहिँ सेकेन्डरी डेटा भन्दा हामी फाइनेन्स ग्रुपको भने सेकेन्डरी डेटा भन्दा अरू चाहिँ हामीले युज गर्नु मिलेन, नम्बर 1। अनि त्यत्रा कम्पनी छन्, कम्पनी भन्दा बाहेक चाहिँ हामीले एउटा मात्रै के गर्नु पर्यो भन्दा चाहिँ एउटा मात्रै कम्पनी मात्रै लिख्न पायौँ, त्योभन्दा धेरै लिख्न पाएन। अनि हाम्रो लिमिटेड टाइम पिरियड कति छ 5 इयर्स भन्दा धेरै गर्न मिलेन। अनि हामीले के छ भने लिमिटेड फाइनेन्सियल टुल्सहरू मात्रै युज गरिरहेका छौँ। अनि यो अर्गनाइजेसन अफ द स्टडी भनेको के हो भन्दा चाहिँ तपाईँको च्याप्टर 1मा के हुन्छ, च्याप्टर 2मा के छ है, अनि च्याप्टर 2मा के छ, अनि च्याप्टर 3मा के छ। अनि यो रिकमेन्डेसन चाहिँ हुँदैन। अनि बिब्लियोग्राफी एपेन्डिक्स
यो भयो है, यो आधारमा हुन्छ, यति तपाईँको प्रपोजलको फर्मेट यो भयो है।